यो पुरुषोत्तम महिना यसलाई अलि अपशब्दमा भन्दा हामीले मलमास भनेर भन्दछौँ। मलमास यहाँबाट छैन यता उता गएर जब नारायणसँग बिन्ती गर्दा सबै 12 महिनाका 12वटा नाम छन्। त्यसमा सबैका नाम महिनामा प्रत्येक महिनामा भगवानको नाम जोडिएको छ। कोही महिनालाई माधव भनिन्छ, कोही महिनालाई केशव भनिन्छ, कोही महिनालाई ऋषि भनिन्छ। आदि गरेका 12वटा महिनाका 12 नाम छन्। जुन यो अधिक मास मलमास भनेर मलाई सबैले हेला गर्दछन्। यो मलमासमा कुनै पनि शुभ कार्य गर्दैनन्। हे प्रभु, मलाई यो मलमासबाट मुक्ति हुने उपाय के छ गरिबस्छु भनेर नारायणसँग हे बाबु नारायण राम 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 हरि चिन्ताय नगर म तिमीलाई मेरो नै सबैभन्दा उत्तम र प्यारो नाम दिएर तिम्रो जुन अधिक मास नाम रह्यो त्यो अधिक मासलाई म पुरुषोत्तम मास पुरुषोत्तम महिना भनेर मेरो नाम दिनेछु। तिमी ढुक्क हौ। जसले पुरुषोत्तम महिनामा पुरुषोत्तम महिना सुन्छ, जब यो 31 दिनसम्म रहने महिनामा जसले सक्छ भने सबै ब्राह्मणले बस्नुका प्रार्थना खाओ। यदि